गाइस हाम्रो अब नुवाकोटको ट्रेकिङ सुरु हुँदैछ कति बज्यो 7:56 ओके 7:56 AM बाट हाम्रो ट्रेकिङ सुरु हुँदैछ अब कति घण्टामा पुगिन्छ है ल गाइस ओके सी यू ल गाइस हामीले के देख्यौँ सानो हरिण जस्तो बच्चा हरिणको बच्चा देख्यौँ है हामी त बिच बाटोमा आएर सिद्धार्थ केबल कारमा आइयो है हिँडेर सिद्धार्थ केबल कारको गेटमा आइयो अब यहाँबाट पहिला त यहाँबाट छिरेर माथि जाने बाटो थियो अहिले चाहिँ अब केबल कार बनाइसकेपछि कताबाट जाने हामी सोधेर जान्छौँ है उहाँ चाहिँ अगाडि गइसक्नु भएको छ अब यहाँ मान्छेहरू हामी सोधेर ट्रेकिङ रुट सोधेर जान्छौँ लगाइछ यो सिद्धार्थ केबल कार भयो हामीले यहाँ सोधेर रुट बताइदिनु भयो उहाँले हामी आएको बाटो यता हो अब सिद्धार्थ केबल कार जान्छ भने यता जाने तर नुवाकोटको ट्रेकिङ रुट जानु छ भने चाहिँ यो बाटो अब सिधै बााउन्ड्रीबाट यसरी जाने है त ल हामी यही बाटो जाँदैछौँ गाइस हजुरहरू आउनु हजुर स्कुलबाट सरहरूको स्टुडेन्टहरू हजुर आज स्टुडेन्ट जस्तो देख्नु भयो कलेज भन्ने स्कुल भन्ने जस्तो पानीको बोतल बोकेर बाटोमा को भेट्यो ग्याङ 2जनाबाट 5जना ग्याङ है हिँड्दैछौँ तर मैले भेटाउनु सकिरहेको छैन त्यही हो कुरा हामी भन्दा पछाडि आएको भाइहरू अगाडि पुगिसक्यो हामी चाहिँ पछाडि जाँदैछौँ है जुन चाहिँ राम्रो है कहिले कोही आवाज सुन्ने थियो कहिले कुन चरा जस यो टाइमसम्म चाहिँ इन्जोय भइरहेछ थकाइ त्यस्तो हिँड्न नसक्ने थकाइ चाहिँ लागेको छैन तर म लट्ठी खोजिरहेको छु म लट्ठी भेट्दैन टेकी जानलाई अब एकैछिन हिँडेर रेस्ट गरेर फेरि हिँड्छौँ हामी पानी पिएर मेरो फेरि साथै भइसक्यो है भयो नि हुन्छ यसरी इन्जोय गर्दै हिँड्नुपर्छ नाच्दै गाईहरू पनि नगुट पुग्ने जोस जागरको साथ हिँडिराख्नु भएको छ ल लुम्बिनी केबल कार पनि देखिँदो रहेछ लुम्बिनी केबल कार कता हामी चाहिँ अहिले सिमेन्टको ढलाइ गरेको सिडी बाटोबाट अहिले यस्तो बाटो हिँड्दैछौँ ढुङ्गाको बाटो हिँड्दैछौँ क्यामेरामा भन्दा पनि रियलमा हेर्न चाहिँ कस्तो हुन्छ नि मेसमराइजिङवाला क्या यस्तो फिल भइरहेछ यस मजा आइरहेछ अहिलेसम्म चाहिँ फ्रेस हावा छ अहिले बिहानको शीतल हावा अब चाहिँ गर्मी सुरु हुँदैछ हिँडेर एउटा जटिल कुरा थाहा भन्छ यो कलर फरक छ अर्को कपडा लगाएर लगाइ सो फार अल गुड है लट्ठीका साथमा चाहिँ रमाइलो भइरह चिच्चाउने अहिले चाहिँ यस्तो सम्मबाट आएछौँ है हामी अब उता माथि त्यो उकालोमा चढ्नु छ जो अहिलेसम्म रमाइलो भइरहेको छ अझै इन्जोय गर्नुपर्छ मजाले भिउ हेर्दै है फेरि चिच्चा हेर्नु न चिच्चा मैले फेरि ए आउँदै है के गरेको थियो चिच्चाको टोली अघि उनीहरू चिच्चाउँदै थियो हामी हामीले यताबाट रिप्लाई दियौँ उनीहरूले उताबाट रिप्लाई दिनु चिच्चाउँदै भइरहेको थियो लास्टमा त आउँदै रहेछ कि उनीहरू आउँदैछन् झर्दैछन् अब हामी उकालो चढ्ने उनीहरू झर्दैछन् ल सोफार अहिले चाहिँ 2 घन्टा भयो है सोफार सो गुड 2 घन्टा भयो हामी हिँडेको 2 घन्टा होइन 1 घन्टा 8 बजे हिँडेको 9 बजे ओके गाइस अहिले चाहिँ हामी रेस्ट गर्दैछौँ यो चाहिँ खै हामी कहाँ थाहा भएन तर यहाँ कस्तो राम्रो ढुङ्गा छ कि यसरी हामी चाहिँ यहाँ खुट्टा यसरी फालेर बस्दैछौँ कस्तो मजा आइरहेछ यहाँ शीतल छ अझैसम्म 9 बजिसक्यो तर शीतल नै छ है कस्तो लाग्यो हजुरलाई रमाइलो लागिरहेको गर्मी भएछ तर रमाइलो लागिरहेको मजा आछ है शान्त चराहरू कराएको आवाज सुन्दै हिँड्नलाई चाहिँ सही मजा आछ कस्तो रिफ्रेसिङ के है तर ट्रेनमा चाहिँ यहाँ चाहिँ मान्छेहरूको बस्ने स्पट नै यही रहेछ कि अनि फोहोर चाहिँ यस्तो के सबैभन्दा यो ट्रेकिङको नराम्रो कुरा भनेको चाहिँ यसरी फोहोर गर्ने के प्लिज यो भिडियो जो कोहीले हेर्नुभएको छ हजुरहरू पनि ट्रेकिङ जानुभयो या जहाँ पनि जानुभयो भने फोहोर चाहिँ यसरी नफालौँ होला अब नयाँ नेपाल बन्दैछ हामी जनताहरू पनि नयाँ सोचले अगाडि बढौँ फोहोर चाहिँ जताततै नफालौँ है हामीले पनि चक्लेटहरू खाएको चाहिँ यहाँ पकेटमा लिएर हिँडिरहेको छौँ त्यही भएर यस्तरी फोहोर चाहिँ नगरौँ होला है चाहे त्यो जङ्गल होस् या जे होस् नेपाल त नेपाल हो नि हाम्रो देश हो नि हो कि नै एकदम ल अब हामीलाई अझै कति घन्टा लाग्छ थाहा छैन तर मान्छेहरूलाई सोध्दा चाहिँ 5 मिनट लाग्छ भनिरहेको छ अहिलेसम्म जो पनि भेट भयो तलदेखि जहिले पनि 5 मिनट हिँडेको 2 घन्टा भयो त 5 मिनट आउँदै आएको छैन कि अझै कति घन्टा लाग्छ थाहा छैन ल ओके ल गाइज हाम्रो डेस्टिनेसन चाहिँ आइसक्यो अहिले ठ्याक्कै 10:15 भयो हामी 2 घन्टा 15 मिनटमा आयौँ इस्टिमेट टाइम चाहिँ हाम्रो 3 घन्टा थियो तर 2 घन्टामा चाहिँ हामी आइसक्यौँ है पुग्यौँ यस्तो होटल लजहरू यस्तो छ है अब उताबाट चाहिँ फेरि टावरमा जाने बाटो मूर्ति पनि रहेछ मूर्ति के को मूर्ति हो समर सौन्दर्यको नायक कर्णेल उजिर सिंह थापाको मूर्ति पनि रहेछ पहिला यस्तो थिएन अहिले चाहिँ यस्तो बनाएको रहेछ कि पुरै नयाँ पहिला थिएन कि यस्तो पहिला आउँदाखेरि त्यहाँ मन्दिर पनि बन्दै रहेछ त्यो ठाउँ चाहिँ एकदम राम्रो भइरहेको रहेछ पहिलाको भन्दा होटल एन्ड लजहरू चाहिँ अलि धेरै भयो यो त पहिला पनि थियो यो पनि पहिला थियो यो पनि थियो अझै उता सबै रिजोर्टहरू टाइपको थियो क्या अनि यहाँबाट चाहिँ भ्यू टावरमा पुगिन्छ लगाइस हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्यौँ ल यो चाहिँ हो केबल कारको माथिको नुवाकोटको पोइन्ट
अब यहाँबाट केबल कार चढेर तल जान सकिन्छ तर हामी अहिले जाँदैनौँ हामी पहिला लन्च गरेर पहिला भ्यू टावर गएर त्यहाँ माथि अनि लन्च गरेर बल्ल केबल कारबाट फर्किन्छौँ ल अब चाहिँ हामी टावरमा जाँदैछौँ है गाइस यहाँ रहेछ सिँढी यहीँबाट जाऊँ न त गेट यो गेट लगाएको भन्छ गाइस यसलाई यसलाई गेट लगाएको भन्छ माथि जानलाई कसले रोक्छ यहाँ कसले रोक्छ गेट लगाएको भन्नलाई गेट लगाएको रहेछ गाइस यहाँ त हामी छिरैमै हो ल अब यताबाट जान्छौँ यताबाट गएपछि टावर पुगिन्छ मूर्ति चाहिँ कस्तो सही क्या है कस्तो यहाँ बन्दै रहेछ कि अझ अन्डर कन्स्ट्रक्सन रहेछ बनेस त राम्रो देखिन्छ काम भइरहेको रहेछ जानी कहाँ होला उहाँलाई नै थाहा होला जानी कहाँ होला बाटो छ भन्दै गाइस यहाँ कता ल्याउनु टावर चढाउँछु भनेर यस्तो बाटो लिएर आएर यो बाटो नै होइन अझ ट्रेल हो यो ट्रेल हो भन्दै लिएर आयो त्यहाँसम्म मात्र बाटो देखेछ त्यसपछि बाटो नै छैन कि कता हो कता अनि आफू चाहिँ अहिले चढ्नलाई स्ट्रगल गर्दै हुनुहुन्छ आउँछु कि आउँछु हिँड्नु न बाटो चाहिँ कता हो बाटो छोडी यताबाट लिएर आएर हजुरले कहाँबाट चढ्ने गरेर हाल्ने ओके गाइस हामी आइसक्यौँ भ्यू टावरमा भ्यू टावर चाहिँ त्यहाँ छ अनि यहाँको बुटोलको भ्यू चाहिँ यस्तो छ गाइस नुवाकोटबाट बुटोलको भ्यू क्लियर चाहिँ छैन एकदम यो पोल्युटेड भएर होला एकदम धुलो जस्तो छ ल हेर्नुहोस् हाम्रो बुटोल प्यारो बुटोल अनि ल गाइस आजको भिडियो यति नै हो हजुरको एक्सपिरियन्स कस्तो भयो सुन्नु पाइन शनिबारको दिन तर बहुत मजा आयो नि होइन धन्य 2 घन्टा पुगेँ म थाकेको थिएँ ल जेस मजा आयो गाइस ल मलाई पनि एकदम मजा आयो रिफ्रेसिङ भयो तर झर्ने बेलामा चाहिँ केवल कारमै झर्छ मलाई सायद मैले चाहिँ हिँडेर झरौँ भनेछु तर हेरौँ के हुन्छ केवल कारमा चाहिँ फर्स्ट टाइम हामी चढ्यौँ भने यहाँको केवल कारको ल उति पुल पनि देखिरहेको रहेछ त्यहाँ ल गाइस हाम्रो भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला बाई 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 ल